एभ्रिवान वेलकम ब्याक माई युट्युब च्यानल। साथीहरू आज चाहिँ धेरै दिनपछि मलाई भ्लग बनाउने इच्छा इन्द्रनी शक्ति जाग्यो। मेरो इन्द्रनी शक्तिबाट चाहिँ भ्लग बनाउँ आज भन्ने लाग्यो होइन। त्यही हो कुरा। अनि अब यता इन्डिया आएको नि आज 4-5 दिन भइसक्यो साथीहरू, तर जानु चाहिँ कहीँ पाइएको छैन। गर्मी छ, कति धेरै गर्मी चाहिँ जाँदा साथीहरू। अनि यस्तो क्या, तपाईँहरू घुम्नलाई आउनुहुन्छ भने इन्डिया चाहिँ गर्मी टाइममा नआउनु, गर्मी टाइममा नआउनु होला। तपाईँहरू चाहिँ दसैँ तिहारको बेला चाहिँ सबैभन्दा बेस्ट हुन्छ अरे, त्यति बेला चाहिँ आउनु होला साथीहरू। खासमा हामी चाहिँ त्यही टाइममा आउने बेला कुरा थियो कि। अनि त्यसपछि के गर्दा त्यो हाम्रो त्यति बेला बाबु पनि सानो थियो। अनि त्यसपछि उसको त्यो खोप ल्याउनु पर्छ नि त तिनीहरूलाई। अनि त्यसको खोप पनि छुट्ने जस्तो भयो यता आउँदाखेरि। त्यही भएर हामी नआएको त्यो टाइममा। अनि अहिले टाइम बल्ल 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 टाइम मिलाएर आएको त साथीहरू। अहिले त के को घुम्ने होला, अहिले त घाम गर्मीले मनलाई साथीहरू। यस्तै छ जिन्दगानीमा है साथीहरू, हेर्नु होइन। अब यस्तै हुँदो रहेछ। चिया पकाएर त खानु पर्यो, चिया पकाउनु लाग्छु मैले। अनि के साथीहरू, अब यस्तो छ क्या। अब उता नेपालबाट अब चाहिँ मान्छेको एक्सपेक्टेसन बढी हुन्छ क्या। अनि के पुरा साथीहरू होइन। मतलब खासै धेरै लुगा पनि लिएर आएन क्या। अनि त्यही भएर किन्नु पर्ला भनेर लुगा नलिएर आएको साथीहरू। गर्दा गर्दा टी सर्ट पनि, मेरो टी सर्टको पोर्सन त झन् टी सर्ट ल्याउनै बिर्सिरहेको छु क्या साथीहरू। टी सर्ट त मेरो उतै छुटेछ। एउटा लिटरली एउटा पनि टी सर्ट ल्याएको छु क्या मैले साथीहरू। हेर्नु न, बुढोको टी सर्ट ल्याएर बस्नु परेछ। एउटा पनि टी सर्ट ल्याएर हिँड्छु क्या मैले। अब भन्न न, अब तलको चाहिँ लिएर आएछु, माथिको एउटा नलिएर आएछु। कस्तो पागल होला म। यहाँ आएर हेर्छु त एउटा पनि टी सर्ट छैन। त्यही भएर यस्तो चलिरहेको छ साथीहरू यहाँ। अब भित्रको भित्र अब आज कति दिन छ, आज 5 दिन भयो साथीहरू। रुमभित्रै छौँ, बाहिर गइरहेको छैन। त्यही साँझ रात परेपछि अलिक शीतल हुन्छ, त्यति बेला निस्किने। नत्र त दिनभरि कोठा सुत्दा बस्दा मुटु वाक हैरान भइसक्यो। अनि अब छुट्टी पनि मिल्दैन नि त, अब बुढाको छुट्टी पनि मिल्दैन। अब आज चाहिँ बल्ल बल्ल छुट्टी लिनु भएको छ 1 दिनको। आज चाहिँ अब घुम्न जाने कुरा छ। अब यस्तो छ फेरि, हेर्नु न, बुढो अल्छी भएपछि के गर्नु कि अझै यो मान्छे उठाएन के, अझै सुतिरहेको छ अझै यो मान्छे। के भन्ने होला कि, म त पागल हुन लागिसक्यो पागल। म छिट्टो मलाई टिकट काटेर मलाई छिटो नेपाल मेरो घर पठाऊ भनिरहेको छु। पठाएन मलाई। यस्तो चाहिँ आफू नजानेको ठाउँ, नयाँ ठाउँ, नौलो ठाउँ, आफूलाई केही पनि थाहा छैन, कहाँ जाने केही पनि थाहा छैन। फेरि बाटो पनि थाहा पाएन। हेर्नु न, अब त्यो बसपाक जाने बाटो पनि म थाहा पान्न। बसपाक जाने बाटो थाहा पाएपछि त मैले टिकट काटेर साथीहरू हिउँको हिउँ आजै घर गरिदिन्थ्यो होला क्या। यस्तो झ्याउ लागेको छ साथीहरू। के गर्नु लाउनु भन्नु त।